नमस्कार सदस्यहरुमा म मन्ती पुजेल र हजुरहरुलाई फेरि पनि डिस्टर्ब गर्नको निम्ति एउटा सानो भन्दा सानो भिडियो लिएर आज आएको छु र हुन त हजुरहरुलाई डिस्टर्ब मात्र नभएर कति जनाको यो एउटा जिज्ञासा भनौं या कति जनाको यो कन्फ्युजन पनि यो भिडियोले क्लियर गर्छ जस्तो मलाई लाग्छ। मैले साइकोलोजिकल हिसाबले बुझ्दाखेरि हुन त यो भिडियोलाई म अलिकति सुन्दर बनाउनको लागि मसला लगाएर तेल लगाएर फलानाले मेसेज गरेर यो क्वेशन सोधेको थियो, तिमीले ओमनमा किन भिडियो बनाएनौ भनेर, र डिस्कानाले मेसेज गरेर या फोन गरेर मलाई सोधेको थियो भनेर पनि म भन्न सक्थे। तर यहाँ मैले सत्य बोल्नुपर्ने हुन्छ, कसैले पनि मलाई सोधेको थिएन, जस्ट मेरो साइकोलोजिकल यो गेस हो। तर तपाईहरुको कसै न कसैको मनमा यो विषय खेलिरहेको छ जस्तो मलाई लाग्छ र यही तपाईहरुलाई मैले अलरेडी शेयर पनि गरे र तपाईहरुले कमेन्ट मेरो कन्टेन्ट देखेर पनि थाहा भइसक्यो कि म आज यही विषयमा कुरा गर्न लागिरहेको छु र म कुरालाई यहाँबाट सुरु गरिहाल्छु। कतिजना विद्वानहरु भन्नुहुन्छ मान्छे दुई किसिमको हुन्छ अरे, एउटा एक्स्ट्रोभर्ट हुन्छ अरे अनि अर्को इन्ट्रोभर्ट। यानी कि हाम्रो नेपाली भाषा या गाउँले भाषामा सरल भाषामा भन्नु भने एउटा मान्छे खुल्ला हुन्छ, खडमखास हुन्छ, अनि अर्को मान्छे अलिकति घोसे भन्छौँ हामी, घोसे कप्टी भन्छौँ है, र त्यस्तो खालके हुन्छ अरे है। र किन भन्दा कतिजनाले आफ्नो फिलिङ्सहरु सबैजना सेयर गर्नको निम्ति डराउनु हुँदैन, लजाउनु हुँदैन, कतिजनाले हाइड गरेर राख्नुहुन्छ त्यो पेनहरुलाई, त्यो कतिवटा आफ्नो मनमा गुम्साएर राख्नुहुन्छ है। र मलाई चाहिँ लाग्छ कि म यो एक्स्ट्रोभर्ट क्याटेगोरीमा पर्छु। किन भन्दा तपाईहरु पनि देख्नुहुन्छ कहिले कविता, कहिले कथा या कहिले विभिन्न प्लेसमा भ्लगहरु बनाएर अनि इन्स्टाग्राममा डान्सहरु गरेर म आफ्नो फिलिङ्सहरु शेयर गर्ने र आफै पनि इन्जोय गर्ने गर्दछु। यो हजुरलाई थाहा भएको कुरा हो है। र त्यसैकारण चाहिँ म चाहिँ एक्स्ट्रोभर्टै हो जस्तो लाग्छ। तर उहाँहरूलाई पनि जो मेरो साथीहरूले उहाँहरूले गर्नु हुँदैन, उहाँहरूलाई पनि गाली गर्नु मिल्दैन। किन भन्दाखेरि उहाँलाई भगवानले दिनुभएको नेचरै यस्तो हो, उहाँको एउटा नेचर हो र मलाई भगवानले दिनुभएको नेचर हो यो एक्स्ट्रोभर्ट, जो म हजुरहरूप्रति सबै कुरा सेयर गरिरहेको छु है। हो, तपाईहरु सोच्नुहुन्छ मन्दिप अहिले आएर मात्रै भिडियोहरु बनाउने मान्छे हैन, या कविता कथा पनि अहिले आएर लेख्ने मान्छे हैन, पहिलादेखि नै लेख्दै आएको हो कतिवटा कथा कविता, अनि सानो ब्लगहरु पनि मैले स्कुल लाइफ या कलेज लाइफदेखि नै गर्दै आएको हो। तर म किन ठप्प रहे ओमनमा आएर? हो, म ठप्प रहे किन भन्दाखेरि मलाई अलिकति मैले यस्तो खालको माइन्डसेट गरेर आएको थिएँ कि मलाई अलिकति प्राइभेसी चाहिएको छ, म केही समयसम्म हराउनुपर्छ, मैले केही सिक्नको लागि, केही गर्नको लागि र मेहनत गर्नु मैले सिक्नुपर्ने छ भन्ने कुरा मलाई थाहा थियो। र मैले एकदमै म धेरैजना हाम्रो मेरो साथीभाइहरूसित अनि घरको फ्यामिलीहरूसित पनि केही समयसम्म म कन्ट्याक्टमा रहिनँ है। अर्को विषय, जब म बाहिर आएँ र त्यतिखेर मेरोमा पढाइको एउटा अहङ्कार थियो, धेरै नपढे तापनि ग्रेजुएटसम्म काइन्ड अफ ग्रेजुएट भन्ने थियो, जुन पाएर मैले पढाइ गरेँ र जुन पाएर मैले कामहरू गर्छु भनेर सोचेको थिएँ है। तर बाहिर आएपछि एभ्रिथिङ वाज अपोजिट डिरेक्सन। सबै सोचेको जस्तो केही पनि भएन, सबै विपरीत भयो है। र त्यहाँनिर धेरैवटा च्यालेन्जेसहरूलाई फेस गर्नु पर्यो, अनि धेरैवटा आफ्नो स्किल डेभलप गर्नु पर्यो है। र त्यतिखेर मैले ममाथि नै काम गर्नु पर्यो र धेरैभन्दा धेरै मैले धेरै कुराहरू सिक्ने मौका पाएँ भनौँ। त्यो एउटा मेरो लर्निङ पिरियड थियो है। र मैले कामबाट आएर पनि मैले धेरैभन्दा धेरै इफोर्ट्सहरू लगाएँ, ड्युटी सकेर पनि। र त्यति धेरै नाच्ने गाउने अनि भ्लगहरू बनाउने समय पनि मेरोमा थिएन त्यतिखेर, जब मेरो 12 घन्टा ड्युटी थियो। अनि प्लस के थियो भन्दाखेरि
विकली अफ पनि थिएन, मन्थमा ओन्ली दुईवटा अफ थियो, 2 days इन द मन्थ है। र विकली अफ कम्पलसरी थिएन, जुन कम्पलसरी विकली अफ आज छ र अहिले मेरो 8 घन्टाको ड्युटी छ, त्यता 12 घन्टाको ड्युटी थियो है। र त्यो कारण पनि एउटा हो र मैले कतिवटा फिलिङ्सहरू एक्सप्लोर गर्न नसकेको र मैले त्यो जुन मैले मलाई प्राइभेसीको जुन मैले माइन्ड सेट गरेर आएको थिएँ त्यसलाई नै मैले अझै मलजल गरेर त्यही हिसाबले मैले ब्लगहरू भिडियोहरू कुनै पनि बनाइनँ है। र यो कारणहरू थियो र तर आज मैले बनाइरहेको छु, आज मैले टाइम निकालेर गरिरहेको छु है। र हजुरहरूले नै माया सपोर्ट दिइरहनु भएको छ र मलाई एकदमै खुसी लाग्छ। र अझै एउटा मेन विषय छ है, तर त्यसलाई म आज हजुरहरूको समय नलिएर त्यसलाई चाहिँ मैले एउटा कथात्मक रूपमा हजुरहरूप्रति सेयर गर्ने प्रयास गरेको छु र त्यसलाई म कथाको थ्रु मेरो डायरीबाट निकालेर त्यसमा म कथाको थ्रु हजुरहरूप्रति पस्किने मैले जबरको पसेको छु र हजुरहरू प्रतीक्षा गर्नुहोस्। त्यो कथाको पनि एक दिन आउनेछ है। म अलिकति एडिटहरू गर्ने, त्यसलाई अलिकति प्रिपरेसन गर्दैछु र हजुरहरूलाई यो सत्य तथ्य विषय र मेरो भावनाहरू के कस्तो लाग्छ अवश्य पनि हजुरहरूले कमेन्ट बक्समा ड्रप गरिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा राखेको छु। आजको निम्ति हजुरहरूलाई यो महत्त्वपूर्ण समयको निम्ति धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।